guys, what's up? Welcome back to my new vlog. Hope you guys are fine. अनि म पनि एकदमै सन्चै छु। अनि अहिले चाहिँ हामी माथि गौरीकुण्ड जान लागेको। अनि गौरीकुण्ड चाहिँ त्यहाँ होटल छ। होटलमा काम गर्नको लागि जान ला हो। अनि भोलि न्यू इयर मनाउनको लागि नि जान लागेको हो। अनि त्यही न्यू इयर मनाउँछौँ। अनि त्यसको बेलुका या त त्यसको भोलिपल्ट चाहिँ फेरि तलतिर आउँछौँ। भ्लगमा हेर्दै गर्नु होला। अनि यता मम्मी हुनुहुन्छ मेरो। अहिले चाहिँ हामी बाटोमा पुगिसक्यौँ है। बाटोमा पुगेर अङ्गुर पखाल्नलाई ढोकेको गाडी धारा भेटेर अनि अङ्गुर पखाल्दै छ त्यहाँ भाइले। उता धारामा भाइले अङ्गुर पखालिरहेछ। अहिले चाहिँ हामी यो इन्डियाको फाटा भन्ने ठाउँमा त्यो सामान किनेर नि हिँडिसक्यौँ है। अनि अब लगभग 1 घन्टा आधा घन्टामा चाहिँ पुग्छौँ होला गौरीकुण्ड। त्यहाँ होटेलमा पुगेपछि चाहिँ म त्यहाँको भिडियो प्रोपर तरिकाले तपाईँहरूलाई देखाउँछु। भिडियोमा बनिराख्नुहोस्। अहिले चाहिँ हामी यो बाटोमा रोकिरहेछौँ है। यता गाडी रोकिरहेछौँ किनभने अहिले चाहिँ यहाँ लिगुडो टिप्न लागेको छौँ क्या। तरकारी वनमा तरकारी खोज्न लागेको छौँ। त्यो हुन्छ नि त्यो देखाउँछु म तपाईँलाई है। अहिले कस्तो भन्दाखेरि ऊ त्यहाँ टिप्न लाग्नु भएको छ मम्मी भाइ। ड्याडी चाहिँ यता तलतिर जानुभएको थियो रोडभन्दा तल यहाँ ऊ त्यो तल त्यो साइड। थाहा छैन आफू त फर्स्ट टाइम हो। अब जता लग्यो त्यतै जाने हो। यहाँ सिस्नो नि छ। यो यसको नि तरकारी हुन्छ स्पेसियल। मम्मी यो नाम के अरे यो तरकारीको? लिगुडो। ऐसेलु नि रहेछ। ऐसेलु त रहेछ तर ऐसेलुको बुट्टा रहेछ। त्यहाँ ल्याउनु न म देखाइदिन्छु यहाँ कस्तो भन्दाखेरि यस्तो हो क्या लिगुडो भन्दाखेरि चाहिँ होइन यस्तो टाइपको हो क्या। यस्तो यही हो लिगुडो। यसलाई चाहिँ तरकारी बनाएर म बेलुका नै खाने होइन यसको तरकारी। अब यहाँ मम्मी र भाइ भएको ठाउँ त म आइसकेँ होइन। अब यहाँ ड्याडी भएको ठाउँ चाहिँ जान्छु अब। ड्याडी भएको ठाउँ जान्छु। रोड तल रोक्नु है। गाडीको स्पिड देखेर त म दङ पर्छु। तलतिर रोडभन्दा यता जाने गाडी रहेछ यार। म उता क्रस हान्न लाग्यो भनेर डराइरह। यहाँ देखिरह कि हेर्नु ल जानु म देखाउँछु। अब यहाँबाट तल जान्छ म। ड्याडी चाहिँ यहीँबाट निस्किनु भएको थियो। यस्तो के सिस्नो यसको नि तरकारी हुन्छ होइन मम्मी? यसको चाहिँ राप्लो हुन्छ कि राप्लो भनेको त बाक्लो गराएर खाने भुटिया इलाका हो क्या क्या हो वहाँ। जडीबुटी हुन्छ नि त जङ्गली तरकारीहरूको त अप्पै यहाँ त भुटिया इलाकामा आइयो त। यहाँ ड्याडी नै हराउनु भयो। ऊ त्यहाँ हुनुहुन्छ अरे आउनु। के हो अहिले त ठुल्ठुलो जङ्गलमा आयौँ त अलिकति। ऊ यहाँ यसरी खोजी भइरहेछ है तरकारीको इम्पोर्टेन्ट तरकारीको। ऊ त्यहाँ ड्याडी ऊ त्यहाँ उता छेउमा अनि यो भाइ अनि यहाँ मम्मी
अनि यहाँ मैले चाहिँ तरकारी खोज्दैन किनकि यहाँ तरकारी खोज्ने मान्छेको कमी छैन। म नि खोजिदिन्छु तरकारी हेर्ने अब झ्याप्प लागेर 4वटा आँखाले नै भेट्दैन त तरकारी त मैले यो तरकारी स्पेसियल भेटिसकेँ मैले तरकारी। मैले चाहिँ यत्रो कलेक्ट हानिसकेँ है। हाम्रो यहाँ टोलीहरू लागिराख्नु भएको छ निरन्तर रूपमा खोज्ने प्रयास जारी नै छ। कहाँ जानुभयो मम्मी? माथि धेरै भिडमा नजानु। त्यो मैले खोजे चाहिँ होइन मम्मीको त्यो प्लास्टिकबाट टिप्या हो। यो हो यो हो अनि त्यसै यो नि हो यो हो अनि होइन यस्तै ठाउँमा हुन्छ यो नि हो अनि उयो नि हो उयो नि हो। बढिरहेछ कलेक्सन यो एरियामा जाउँ हामी। हामी चाहिँ लिगुडो जङ्गलमा लिगुडो टिपेर चाहिँ फर्किन लाग्यो है। अब चाहिँ धेरै टिप्यो। एक प्लास्टिक देखाउनु त मम्मी। यत्रो भयो भने त इनफ हुन्छ के इनफ हुन्छ। माथि चढ्ने छ मान्छेहरू खाने मान्छेहरू टिप्ने चाहिँ हामी 4 जना मात्र हो। अब चाहिँ जान्छौँ हामी सिधै। अब चाहिँ कहीँ रोकिँदैन होला। नन स्टप सिधै। फाइनल्ली हामी चाहिँ पुगिसक्यौँ है गौरीकुण्ड। अनि आउने ठाउँमा अनि यहाँ पार्किङमा गाडी पार्क गरिसक्नुभयो ड्याडीले। अनि यता तल खोला बगिरहेछ यहाँ पनि मस्तको। अनि अब होटेलमा जान्छौँ। होटेलमा भेटौँला है त। होटेलमा अब सामान झार्छौँ न होटेलमा भन्दा नि ल सामान झारिहालौँ न झ्यामझुम। हिजो अस्तिदेखि चाहिँ गर्मी भयो भनेर हैरान थियो है। अब चाहिँ यहाँ भइसक्यो। यहाँ जाडोले आफै यहाँ त खतरम छ जाडो। अब जाडोको दिन सुरु भयो यहाँ। अहिले चाहिँ हामी होटेलमा पुगिसक्यौँ भाइ यहाँ। अनि सबजना बस्नु भएको छ। सामानहरू चाहिँ सब लथालिङ्ग भएको रहेछ। मिलाउनु पर्छ अब यो सामानहरू।